असले अस्ति मेरो हात काटेर आम्बरले हाने च्याक्ची पारेर मैले काट्छ हात कसरी काटेर साँच्ची अनि अब के चाहियो अरू किला होला के किलो यसको किलो त यसलाई यो के अरे ढलान किलो एक कति हो भाइ कस्तो यसको त यसकै किलो आउँछ नि बौला किलो गलियो हुँदैन के पागल है ढलान किलोले फुट्दैन काठमा कस्तो एकको भने सानो यार त्यत्रो ठोक्नु त अनि यसको किलोहरू चाहियो त्यसपछि 2 को किलो पनि चाहियो 1 किलो दाइ आज चाहिँ झ्यालको लागि झ्याल बनाउनको लागि सामानहरू यसो किन्न आएको मिस्त्री चाहिँ उहाँ मिस्त्री हो फेरि लेबर भन्दा तल्लो मिस्त्री कस्तो चिमिक्क नआइरा यार यो पेचकस किलो मैले त्यसले समाउँदैन के नभए फेरि ठोकाउँला नि के भन्छ र यो अहिले हामी एसएस स्टोरमा सामानहरू किनिरहेको छौँ हाम्रो यो ककनीको सलमान खान फेमस स्टोर मोबाइलहरू नि पाइन्छ यहाँ कस्तो ब्रान्डको मोबाइलहरू किन्ने हो तपाईँहरू सबै ब्रान्डको मोबाइलहरू पाइन्छ जे चाहियो त्यही सामान पाइन्छ यस्ता लेबर भन्दा तल्लो मिस्त्रीहरू पनि पाइन्छ हाल्नु नगर्नु यार मैले के बिर्सेको कि जस्तो नि लागिरहेको छ ए त्यो ड्रिल मेसिनको त्यो हुन्छ नि त्यो पनि चाहियो एउटा यार यस्तो फोन देख्नु भएको छ यो अहिले नयाँ लेटेस्ट चलेको फोन हो हेर्नु है त तर यतापट्टि हेर्दा किप्याडवाला छ कि कस्तो डेन्जर म दङ पऱ्यो यो फोन देखेर माइक्रोम्याक्स भन्ने फोन रहेछ कि मैले पहिले स्क्रिन टच होला भन्ने सोचिरहेको थिएँ तर किप्याडवाला रहेछ यो पसलमा पाइने रहेछ यो ल यस्तो फोन पनि अजिब अजिब किसिमको फोनहरू आउँछ यार आमा म त दङ्ग परेँ ओहो क्यामेरा नि रहेछ नि त फेरि कसरी खोल्ने हो यो यसरी खोल्ने रहेछ सलमान खानको फड्किदियो न बडी लिने चाहिँ यो पसल यो नै हो यो तकिया यसले लानुपर्छ है के हो मेमोरी ओहो बाबा जुम्दा के 100x हो क्या जुम्दा 100x हान्लाई फेरि ओ आमा ए मेमोरी चाहिँ रहेछ क्रच्याक गर्दो रहेछ यति सामानको 1250 रुपियाँ तिरेर आइयो 1250 रुपियाँ तिर्यो त भन्न मिल्दैन अब बुढीले 1000 रुपियाँ पठाएको थियो होइन अनि 250 रुपियाँ चाहिँ बाँकी राखेर आइयो यति सामानको 1250 ओ माई गुडनेस अनि यो महँगीमा म जस्तो बेरोजगार म जस्तो एकसुकै इन्कम नभएको मान्छे कसरी बाँच्ने कति गाह्रो छ मलाई यस्तो साहुजीको त यो हालत छ हेर्नु यहाँ चट्ट स्कुटी चट्ट चढेर हिँडेको छ ढक्क कुखुराको फार्म छ उहाँको पसल छ आफ्नै बुढाको छुट्टै इन्कमको सोर्स बुढीको छुट्टै इन्कमको सोर्स छ उहाँको चाहिँ अब म जस्तो बेरोजगार म जस्तो लन्ठु निकम्बा मलाई कति गाह्रो छ यो महँगीमा बाँच्न तिमी जस्तो सुमन्ती के हो सुमन्ती ल सोबादे कति गाह्रो छ मलाई यो महँगीमा बाँच्न लौ न बालेन सरकार मलाई पनि बरु सुकुम्बासी घोषित गरिदिनु पर्यो हजुरले म नि सुकुम्बासी नै हो अहिलेसम्म मेरो नाममा एक चोक्टा पनि जग्गा छैन यार सुमन्तीको कमेन्टमा थाहा हुनेले कमेन्ट गर भन्न सुमन्ती रे सुमन्तीको अर्थ के होला तपाईँहरूले बुझ्नुहुन्छ भने यसो कमेन्ट ठोक्नु होला यो मान्छेले भने हो सुमन्ती भनेको चाहिँ के हो सुमन्ती भनेको मलाई चाहिँ थाहा छैन है तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्ट ठोक्नु होला सो यसपालि पे आउट अलिक ढिलो भयो फेसबुकबाट होइन अनि हालत अहिले यो छ कि सुक्को छैन गोजीमा है अब भरको पैसाहरू भनेको चाहिँ त्यो कटेजहरू बनाउने यताउति म खर्च भइरहेछ अनि पत्याउनुहुन्छ यति यो 2 पोका सामानको 1200
भनेपछि कति महँगी छ क्या अहिले। सो महँगीले गर्दाखेरि चाहिँ अब धेरै गाह्रो भइरहेछ भनौँ। दिन प्रतिदिन महँगी बढ्दो छ, हरेक चिजको मूल्यले आकाश छुइरहेको छ। अनि झन् दूर दराजको गाउँहरूमा त कति महँगो होला है। मान्छेहरूले आफ्नो जीविकोपार्जन कसरी गरिरहेको होला, दैनिक उपभोग्य सामानहरू कसरी म्यानेज गरिरहेको होला, त्यो कुराहरू सोच्दा नै मलाई चाहिँ कस्तो कस्तो लागिरहेछ क्या। सो हामी काठमाडौँको यति नजिक हुँदा त हामीलाई महँगीले यति असर पारेको छ, यति महँगी बढिरहेछ भने 2-4 दिन लागेर पुग्नुपर्ने गाउँहरूमा, रोल्पा, रुकुम, डोल्पा त्यस्तो जिल्लाहरूमा चाहिँ अहिले यो महँगीमा मान्छेहरूले आफ्नो जीवनयापन कसरी गरिरहेको होला भन्ने कुराहरू नि मेरो मनमा खेलिरहन्छ क्या। सो यो त भयो कहिलेकाहीँ चाहिने चिजहरू हो, समटाइम्स चाहिने चिजहरू हो, दैनिक उपभोग गर्ने वस्तुहरू, खानपिनको सामानहरू, नुन, तेल, खुर्सानी, चामल हैन, यस्तो चिजहरूको पनि त दिन प्रतिदिन भाउ मूल्य वृद्धि हुँदै गइरहेछ। अनि हाम्रो त काठमाडौँको यति नजिक छ, बाइक चढेर गयो भने लगभग 20 देखि 25 मिनटमा त काठमाडौँ पुगिहाल्छ। गाडीमै गए पनि 30-45 मिनटमा त पुगिहाल्छ। यति नजिक हुँदाखेरि पनि हामीलाई यस्तो शास्ति भइरहेछ। यो चाहिँ एउटा सोच्नुपर्ने विषय नै हो। नयाँ सरकार बन्यो, नयाँ सरकारले त जनताको भावनाहरू बुझिदेलान् हैन, जनताको लागि केही गरिदेलान् भन्ने सोचेको, झन्झन महँगीले आकाश छुँदैछ। यो महँगीमा चाहिँ हामीलाई बाँच्न गाह्रो भइरहेछ दिन प्रतिदिन है। सो त्यही हो, जुन जोगी आए पनि कानै छेडेको कि के भने जस्तै हो। हुनेवाला केही पनि छैन यो देशमा, हुनेवाला केही पनि छैन, केही पनि हुँदैन यहाँ है। दिन दुखी गरिबहरू दिनै मरिरहेछ। त्यो कसैले सरकार पनि छैन, कसैले वास्ताको विषय पनि बनेको छैन। असिना आयो, असिना। स्ट्रबेरीको बिरुवा जोगाउनु पऱ्यो यार, अलिअलि भयो भने। ए मल भिज्यो नि केही फरक परेन। सँगैमा अलिअलि स्ट्रबेरीको बिरुवा आउनु थालेर ठुलो असिना पानी आयो क्या। देख्न सक्नुहुन्छ पारी यत्रो ठुल्ठुलो असिनाको दाना खस्यो हेर्नु, खत्तम भइहाल्छ नि। छेउ यहाँ सिल्भनिङ थियो, उयो फर्मको निकालेको थिएँ। अलिअलि भयो भने जोगाउन सकिन्छ कि भनेर छोप्न आँटेको छु। ल आज चाहिँ अब अहिले झ्यालढुका बनाएर सकाउँछ होला। फेरि मेरो आजको दिनमा रानीपोवातिर यसो जानुपर्ने काम छ, त्यही भएर म निस्किन लागेको। यस्तो डेन्जर असिना पानी पर्छ होला सायद होइन। सो अघि परिसकेको थियो कि मैले जब यो स्ट्रबेरीको बिरुवाहरू छोप्न थालेँ
त्यसपछि चाहिँ भाग्यो त्यो डराएर फाँडी हान्यो होइन। अनि बादलहरू देख्न सक्नुहुन्छ यस्तो भइरहेछ क्या हेर्नु न। यस्तो चिसो छ है, यस्तो चिसो छ कुरै नगरौँ। म एउटा पातलो सर्ट लाएर हिँडिरहेको छु, यस्तो चिसो भइरहेछ मलाई कुरै नगरौँ है। अनि यो चिसो हुनुको एउटै मात्र रिजन के हो भन्दाखेरि चाहिँ असिना पर्नको लागि हो यस्तो हुने। त्यही भएर अब यसपालि स्ट्रबेरीको बेर्न जोगाउन एकदमै गाह्रो हुनेवाला छ हामीलाई, एकदमै चुनौती हुनेवाला छ मलाई जहाँसम्म लागिरहेछ। अब हेरौँ के कस्तो हुन्छ होइन। अब अहिले चाहिँ म दुनियाँ कति अजिब छ थाहा छ तपाईँहरूलाई? दुनियाँ धेरै नै अजिब छ। जब मान्छे बिरामी हुन्छ ऊ हस्पिटलको बेडमा मृत्युको मुखसँग लडिरहेको हुन्छ, जब उसलाई वास्तवमै आफ्नो मान्छेहरूको साथको आवश्यकता परिरहेको हुन्छ, तब उसलाई भेट्न कोही आफ्नो नजिकको मान्छेहरू पनि पुग्दैनन् क्या। तर जब उसको आत्माले शरीर त्याग्छ, सरल भाषामा भन्नुपर्दा जब ऊ मर्छ, तब हजारौँ किलोमिटर पर रहेको त्यो आफन्तहरू समेत उसलाई भेट्न आइपुग्छ। भनौँ उसको लासलाई भेट्न आइपुग्छ। एक मुठी पानी भयो नि खुवाउँछु भनेर आइपुग्छ क्या। कति अजिब छ होइन। जब उसलाई साँच्चीकै आफन्तहरूको आवश्यकता थियो, साथको आवश्यकता थियो, त्यतिखेर कोही पनि नआइदिने। अब मरिसकेपछि उसलाई त के आवश्यकता परेर त्यो आफन्तहरूको होइन। प्रसङ्ग चाहिँ के हो भन्दाखेरि आज यस्तो पानी परिरहेछ, पानीमा पनि रुच्दै भिज्दै म घरबाट निस्किएँ। एकजना एकदमै मिलनसार एकदमै हाम्रो एकजना दाइ हुनुहुन्थ्यो, अनि उहाँ दाइले चाहिँ सुसाइड गर्नुभएको थियो। अनि उहाँको चाहिँ आज अन्तिम अन्त्येष्टिको दिन हो भन्नाले चाहिँ घेवा हो, 49 दिनको काम हो उहाँको। सो अस्ति उहाँ बित्नु हुँदाखेरि पनि म जान पाएन, अनि 13 दिनको काममा पनि म जान पाएन। त्यतिखेर चाहिँ मेरो छुट्टै कामहरूले गर्दा म बाहिर थिएँ। अनि आज चाहिँ म जसरी नै जानुपर्छ भन्ने लाग्यो मनमा, अस्तिदेखि सोचिरहेको थिएँ जानुपर्छ भनेर। त्यही भएर यो पानीमा पनि रुच्दै भिज्दै निस्किरहेको छु। मलाई चाहिँ धेरै नै अजिब लागेको थियो क्या उहाँ दाइले सुसाइड गर्नुभयो अरे भनेको खबर सुन्दा। अनि मैले होइन होला यार भनेर मैले विश्वास नै गर्न सकिनँ त्यस्तो मान्छेले त्यस्तो काम गर्ला भनेर। अनि मैले उहाँको टिकटकहरूमा खोजेँ, फेसबुकहरूमा खोजेँ, सबै अकाउन्टहरू प्राइभेट गर्नुभएको रहेछ क्या। सो यही हो मान्छेको लेखन त, मान्छेको जीवन कतिखेर के हुन्छ कसैले पनि थाहा हुन्न रहेछ होइन। एकदमै धेरै अजिब छ यो दुनियाँ। चिप्लो रहेछ गाडा, चिप्लो पछारेर भुँडी सुडी फुट्ला बाबु। ल अब हामी फर्केको यार, घिउमा पुगेर नि यस्तो पानी पर्दा नि अब के गर्नु, जानुपर्ने ठाउँमा त जानु परिहाल्यो। पुरै भिजाएको छ लुत्रुक्कै। अब घरमा गएर लुगासुगा फेर्ने, कलर लाउनु पर्ने काम छ, कलर लाउने कामहरू गर्छु। त्यसपछि फेरि अहिले एक ठाउँमा जानुपर्ने छ म, यस्तै भइरहेछ। अनि मलाई त कस्तो लाज लाग्यो यार, किनभने त्यो चिन्ने मान्छेहरू हुन्छ नि, भिडियो हेरेर चिन्ने मान्छेहरू आएपछि त मलाई कस्तो लाज लागे जस्तो फिल हुँदैछ।
मान्छेहरूले ठुलो बनेको जस्तो लाग्यो होला होइन, तर होइन। कस्तो कस्तो हुँदैछ है, अलिक लाज लाग्यो क्या मलाई त, लास्टै लाज लाग्यो। होइन गाडी पनि लजाइरहेको थियो। साँझको दिन यस्तै भयो, दिनभरि कन्टिन्युसली पानी परे सुतेर मात्र बसेर नि भएन है, त्यही भएर म माथि यहाँ आएको छु। भित्र कलर लाउनु पर्ने कामहरू बाँकी छ मेरो, त्यही भएर कलर लगाउँ भनेर आएको। यस्तो चिसो छ क्या फेरि, के भन्नु है। अनि आगो फुक्नु लगाइरहेको छु मैले। यो बाहिर लगाएको कलर चाहिँ मेरो चोइस हो, मेरो भन्दा नि एआईलाई चाहिँ मैले सोधेर एआईले रिकमेन्ड गरेको चाहिँ कलर लगाएको छु बाहिर चाहिँ। यो भित्रको कलर चाहिँ फेरि होम मिनिस्टरको चोइस हो क्या, यस्तो छ। त्यहाँ मात्र लगाइरहेको छु मैले, यतातिर लगाएको छैन, त्यहाँ मात्र लाउँदै थिएँ अनि यतातिर लाउनै बाँकी छ। सो यो कलरले चाहिँ अलिकति के भन्छ लाइट उज्यालो नदेला जस्तो लागिरहेको छ मलाई। लेट्स सी अब म कटेज बनाउँछु भनेर मैले मरिहाते गर्नु, अनि यहीँ कटेज बनाउनुको रिजन यही हो। यहाँबाट सिधै प्रकृतिसँग आँखा जुताउन सकिन्छ क्या, आँखा जुताउन मिल्छ यहाँबाट चट्ट। त्यहाँ पारि जामाचोक गुम्बा यहाँबाट चट्ट छर्लङ्ग देखिन्छ। यहीँ अहिले भर्खरै गयो भने यहाँबाट सिधै हिँडेर गयो भने 2 मिनटमै पुग्ला जस्तो जामाचोक गुम्बा यहाँबाट देखिन्छ। अनि त्यसपछि लिएर उता त्यो काठमाडौँको धेरै जस्तो भागहरू यहाँबाट देखिन्छ। कतिपय ठाउँहरूको मलाई नामै थाहा छैन। अनि शिवपुरी राष्ट्र निकुञ्ज त्यहीँ भइहाल्यो, ककनी डाँडा यहाँबाट छर्लङ्ग देखिन्छ। एक हिसाबले भन्नुपर्दाखेरि यो एकदमै बेस्ट ठाउँ जस्तो लाग्छ मलाई। सो मेरो चाहिँ सानैदेखिको इच्छा के थियो भन्दाखेरि सानो एउटा सानो भए पनि एउटा कटेज नै भए पनि म यहीँ बनाउँछु भन्ने मेरो इच्छा थियो। अनि भूकम्पपछि हाम्रो कटेज यहीँ थियो, अनि त्यसपछि भूकम्प प्रतिरोधात्मक घर बनाउनका लागि भनेर सरकारले 3 लाख रुपियाँ अनुदान दिइसके पश्चात तल बनाइयो जहाँ पुरानो घर थियो त्यहीँ। अनि मैले त्यतिखेर नै भनेको थिएँ कि यहीँ माथि बनाऊ, त्यो भूकम्प घर पनि यहीँ माथि बनाऊ न त भन्दाखेरि चाहिँ ढुङ्गा बोक्न गाह्रो मानेर बुवाहरूले चाहिँ मान्नु भएन कि। अनि त्यसपछि चाहिँ तलै बनाइयो। अनि त्यस पश्चात फेरि मैले यहाँ एउटा कटेज बनाएको थिएँ है, मैले फेरि आफ्नै खर्चले आफ्नै पैसाले कटेज बनाएको थिएँ ब्याङ्कबाट लोन लिएर है। अनि गत वर्षको वैशाख 12 गते ठुलो आगो लागि भयो मेरो यहाँनिर। अनि त्यतिखेर चाहिँ मान्छे हामी यहाँ बसेको थिएनौँ, यहाँ चाहिँ बाख्रा पालन गरेको थिएँ मैले। त्यो वैशाख 12 गतिको विनाशकारी आगो लागेमा चाहिँ मेरो 8-9वटा बाख्राहरू पनि जलेर ध्वस्त भयो। त्यसपछि मेरो यहाँ बनाएको कटेजहरू सबै जलेर ध्वस्तै भयो क्या। अनि त्यसपछि फेरि यो साल मैले यहाँ चाहिँ अब म आफै नै बस्छु भनेर चाहिँ यहाँ कटेज बनाएको है। अनि यो मौसमलाई के भन्ने क्या है, यो मौसमलाई के भन्नुहुन्छ तपाईहरू देख्न सक्नुहुन्छ। यस्तो छ मौसमको अवस्था। काठमाडौँ चाहिँ छर्लङ्गै देखिएको छ देख्न चाहिँ, तर यताबाट हेर्नु बादल यसरी सुल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 ु आउँदैछ है। त्यहाँ टाइम ल्यापमा भिडियो बनाउन पाएको भए चाहिँ दामी हुन्थ्यो होला सायद। अब आज टाइम पनि छैन, सो त्यही भएर चाहिँ धेरै समय पनि भइसक्यो। अनि अब चाहिँ म पसलतिर जान्छु। यता हेर्नु न, यो फेरि कलर यस्तो जिद्दी कलर रहेछ, हातमा लागेपछि जाँदै नजाने। फेरि हामीसँग तारपिन पनि छैन क्या यो हातहरू धुनलाई। अनि त्यो कारणले गर्दाखेरि चाहिँ यो हातहरू धुन पाएको छैन मैले। मान्छेहरूले के भनिरहेछ फेरि मलाई भनेर के भनेर जिस्काइरहेछ भने तिम्रो घरमा कलर लगाएको भनेर सबैलाई थाहा होस् भनेर हातमा कलर लाउँदै हिँड्ने क्या हो भन्ने कुराहरू पनि गरिरहेको थियो। तर त्यस्तो चाहिँ होइन, हात धुनको लागि यत्तिकै
साबुन पानीले मात्र जाँदैन नि त अनि तारपिन छैन त्यो भएको कारणले हो यसरी हिँडेको म